ललितपुर तयारी पोसाक व्यापार संघ यानी वार्षिक साधारण सभा सुगुदो संघीय अध्यक्ष मिलन श्रेष्ठ सभापतित्व शनिबार जुगु च्याचोय उलेज्या उपप्रधान निसे परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ यानाकी गुखा ज्याजोले उपप्रधान निसे परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ प्रतिनिधि सभा सांसद प्रेम बहादुर महर्जन डाक्टर तोसीमा कार्की नेपाल तयारी पोसाक व्यापार महासंघीय अध्यक्ष कुमार कार्की लगायत नवाना दिएको ख सबभन्दा पहिले म यो ललितपुर तयारी पोसाक व्यापार संघलाई यसले 25 वर्ष पार गरेर रजत महोत्सव मनाउने ठाउँमा आइपुग्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु। यस रजत महोत्सव र 26औं वार्षिक साधारण सभाको सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु। ललितपुर धेरै पुरानो समयदेखि धेरै पहिलेदेखि नेपालमा स्थापित छ। चाहे यसको परम्परागत सांस्कृतिक धरोहरको सन्दर्भमा होस्, चाहे हस्तकला सामग्रीहरूको उत्पादनको सवालमा होस्, चाहे तयारी पोसाकको सवालमा होस्, यसले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस क्रममा तपाईहरुले 25 वर्ष अगाडि जुन तयारी पोसाक व्यापार संगठन गर्नुभयो, यसले तयारी पोसाकमा संलग्न सबै व्यवसायलाई एकताबद्ध गरेर आफ्नो हक अधिकारको रक्षाका निम्ति वा आफ्नो व्यावसायिक उन्नतिका निम्ति एकताबद्ध गर्नुभयो र साथसाथै यसले ललितपुरको आर्थिक विकास मात्र होइन, राष्ट्रकै आर्थिक विकासमा जुन योगदान पुर्याउनु भयो त्यसको निम्ति तपाईहरुलाई म सरकारको तर्फबाट मेरो तर्फबाट हार्दिक आभार तथा धन्यवाद पनि प्रकट गर्न चाहन्छु। ललितपुर तयारी पोसाक व्यापार संघको जुन एउटा कार्यक्रमले सिङ्गो ललितपुरले पुष्पदाईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिएको छ र म उहाँलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले गर्नुभएको योगदान यस संघको निमित्त अतुलनीय छ भन्ने कुरामा द्विविधा नहोला र मूलत यहाँहरूको मेहनत परिश्रम हिजो तयारी पोसाक व्यापार संघ र व्यापारी व्यवसायी साथीहरूले जसरी मङ्गल बजारलाई एउटा केन्द्रित गरेर जुन खालको व्यापार व्यवसाय चलेको थियो र आज त्यो विस्तार भएर सिङ्गो, कुमारीपाती, इमादोल, भैँसीपाती लगायत थुप्रै जिल्लाका विभिन्न ठाउँहरूमा पुगेको छ र मूलत यो तयारी पोसाक तपाईहरुको जुन एउटा पसलको डेकोरेसन र पसलमा हुने सामान सामग्री त्यसले गर्दा एउटा सहरकै एउटा छलको दिने गर्दछ। त्यसका निमित्त पनि यो संस्था अत्यन्त महत्त्वपूर्ण र यहाँ व्यवसायी साथीहरू अत्यन्त एउटा मेहनती परिश्रमी हुनुहुन्छ भन्ने मलाई लाग्छ। 26औं वार्षिक उत्सव मनाउँदै गर्दाखेरि यसको शुभकामना भन्न चाहन्छु सबैलाई र ललितपुरका सम्पूर्ण तयारी पोसाकसँग सम्बन्धित व्यवसायी साथीहरूलाई जसले चाहिँ आफ्नै
र मटेरियल्सहरू जुटाएर केही पोसाकहरू बनाउनुहुन्छ, ब्याग, जुत्ता, यस्ता सामग्रीहरू बनाउने, व्यवसाय गर्ने, यसको बजारीकरण गर्ने, कुन विषयमा तपाईँहरूलाई कहाँनिर अप्ठ्यारो परिरहेको छ, के छ समस्याहरू। मैले एउटा स्मारिका पनि भेटेँ, यसमा थोरै अध्ययन गर्दै गर्दाखेरि विभिन्न ठाउँमा करको विषयहरू पनि लेखिएको छ। व्यापार व्यवसायमा अनियमित तरिकाले भइरहेका अनियमितता विकृतिहरूको बारेमा पनि थोरै लेख्नु भएको रहेछ। मैले सर्व हेर्दाखेरि यसलाई विस्तृत रूपमा पढ्छु पनि, अध्ययन पनि गर्छु र थप केही छ भने म ललितपुरकै सांसद हुँ, तपाईँहरू जुनै पनि बेला आउन सक्नुहुन्छ। विस्तृत रूपमा छलफल गरेर यसलाई कसरी यो व्यापारलाई, यो व्यवसायलाई अझै सहज बनाएर, अझै विस्तृत बनाएर हाम्रो अर्थतन्त्र उकास्ने काममा टेवा पुर्याउनको लागि कहाँनिर चाहिँ हामी काम लाग्न सक्छौँ, हाम्रो नीतिगत सुधारहरू गर्नुपर्ने होला, त्यहाँ पनि हामी गर्न तयार छौँ भन्न चाहन्छु। ज्याजोले ललितपुर तयारी पोसाक व्यापार सङ्घ अध्यक्ष मिलन श्रेष्ठ, सचिव शेरबहादुर महर्जनसँग याङवेचुङ्गु जाखैबारे जानकारी दिएको छ। ललितपुर तयारी पोसाक व्यापार सङ्घ ललितपुरका व्यवसायीहरूको हक, हित र अधिकारको साथै जिल्लावासी र देशको सामूहिक हितका तथा सामाजिक एवं आर्थिक समृद्धिको लागि तयारी पोसाक व्यापार, तयारी पोसाक, ब्याग, जुत्ता र कस्मेटिक सामानहरूको व्यवसाय गर्ने ललितपुरका व्यवसायहरू मिलेर श्री पुष्परत्न साक्कीको अध्यक्षतामा स्थापित भएको संस्था हो। यस संस्थाले सङ्घमा आबद्ध व्यवसायीहरूको हक हितको साथै निरन्तर रूपमा कार्यहरू गरी देशलाई आर्थिक सम्पन्नतातर्फ लैजानुका साथसाथै सामाजिक कार्यहरूमा पनि योगदान गर्दै काठमाडौँ उपत्यकामा विशेष पहिचान बनाउन सफल भएका छौँ। यस संस्थानले रजत जयन्ती मनाउने सन्दर्भमा पत्रकार सम्मेलन गरेर सामाजिक कार्यहरू एवं व्यावसायिक तालिम र सचेतना कार्यक्रम गरिसकेका छौँ। ज्याजोले ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष लिसे, ललितपुर तयारी पोसाक व्यापार सङ्घ संस्थापक अध्यक्ष पुष्परत्न साक्कीले लाइफ टाइम अचिभमेन्ट अवार्ड रहला।